पूर्व आवेश चाहिँ सिद्धियो। अब मूल विषयमा अब यहाँ सबैले राम्रो गरेर सुन्नुहोस्। शान्ति देवालले के भनेको छ भनेदेखि उहाँले धेन्जोर देन्ने नेपर सिन्धुका टिभी धुन्डुक थोबरे किरबाला खाल्टिन दिला फेम्बा मारुमना छिदी याङदा चोबा खाला ग्योर भनेको छ। यसको मतलब चाहिँ अहिले यो जन्ममा हामीले मानवको जीवन मान्छे भनेको जीवन अर्को लोकी दुर्गालोकीदेखि धेरै किसिमको जीवनहरू छ, तर उहाँहरू चाहिँ मानवको जीवन होइन, मान्छे होइन। हामी चाहिँ मान्छेको जीवन पाएको छ। अब हामीले दुर्गालोकमा अनि त्यो जन्म भएर त्यस्तो जीवन लिनु पर्यो भने हामीले धर्म भने चाहिँ गर्नु सक्दैनौँ। धर्म गर्ने छोडेर धर्मको कुरा सुन्नु पनि पाउनु गाह्रो हो। बुद्ध भनेको एउटा शब्द, धर्म भनेको एउटा शब्द, सङ्घ भनेको एउटा शब्द, त्यस्तो पनि सुन्नु पाउँदैन। त्यसको कारणले अहिले हामीले मानवको जीवन, मान्छेको जीवन यस्तो राम्रो एउटा पाउँदाखेरि चाहिँ हामीले धर्मलाई सुन्ने, चिन्तन गर्ने, ध्यान अभ्यास गर्ने त्यो चाहिँ यस्तो मौका राम्रो एउटा पाएको छ भनेको छ। धेन्जोर देने नेपर सिन्धुका टिभी धुन्डुक थोबरे किरबाला खाल्टिन दिला फेम्बा मारुमना छिदी याङदा चोबा खाला ग्योर भनेर यस्तो जीवन, यस्तो मानवको जीवन, मान्छेको जीवन यस्तो राम्रो एउटा पाउँदाखेरि धर्म नगर्यो भनेदेखि पश्चिममा यस्तो जीवन पाउनु धेरै गाह्रो छ भनेको छ है। त्यसलाई हामी सबैले ध्यान दिनुपर्ने कुरा। अब त्यसको माथि लामा चोङखापा छिम्बुले के भनेको भनेदेखि हामीले आफ्नो जीवन राम्रो एउटा निभाउनको लागि, प्रयोग गर्नको लागि चारवटा कुरालाई हामीले हाम्रो मनमा राख्नुपर्छ भनेको छ। एउटा कुरा चाहिँ के हो भनेदेखि थाम्बे छुग्यो काहीँमा धर्म भन्ने चाहिँ कसलाई भन्छ, ध्यान अभ्यासन भन्ने कसलाई भन्छ थाहा हुनु पर्यो। दोस्रो थाम्बे छु डुब्गोबा धर्म भने चाहिँ थाहा भएको पछि धर्म गर्नुपर्छ। ध्यान अभ्यास थाहा भएको पछि ध्यान अभ्यास गर्नुपर्छ। दुई। तेस्रो थाम्बे छु छिद्र डुब्गोबा धर्मलाई धर्म गर्ने, ध्यान अभ्यास गर्ने भन्ने पनि पछिको जन्ममा गर्ने होइन। अहिले मानव जीवन, मान्छेको जीवन यस्तो राम्रो पाउँदाखेरि यसमै गर्नुपर्छ भनेको छ। थाम्बे छु हो खाइ, थाम्बे छु छेकोबा, थाम्बे छु क्षेत्र छेकोबा। त्यसको माथि चारमा चाहिँ के भनेको भनेदेखि त्यो धर्म भन्ने अहिले यही समयमा हामीले गर्नुपर्छ भनेको छ। यो जीवनमा गरेको मात्र होइन, अहिले नै गर्नुपर्छ भनेको छ है। अब त्यसमा पहिला थाम्बे छु छेकोबा, पहिला चाहिँ बुद्ध धर्मको विषय, बुद्ध धर्म भन्ने के हो भनेको छ, त्यसको विषयमा हिजो अस्ति भनिसके। अब यहाँ थाम्बे छु दोस्रोमा थाम्बे छु छेकोबा बुद्ध धर्म गर्नुपर्छ, ध्यान अभ्यास गर्नुपर्छ भनेको छ है। थाम्बे छु छेकोबा त्यो ध्यान अभ्यास गर्नुपर्नेको कारण के हो भनेदेखि छेमा के लेखेको छ भनेदेखि राङ्गी देवा तुङ्गे मिदेवा हिला देवा तुङ्गे सेवा याङ थाम्बे छु खोनाला राले बेछेर कारण त्यो हामीले धर्म गर्नुपर्छ। किनभनेदेखि हामी सुख चाहिने र दुःख नचाहिने हो। यदि सुख चाहिने र दुःख नचाहिने हो भनेदेखि
सुख पाउनको उपाय, दुःख हटाउनको उपाय के हो भनेदेखि थाम्बे छुए हो, धर्म हो भनेर चाहिँ भन्नुभएको छ। त्यसो कारणले धर्म गर्नुपर्छ भनेको कारण चाहिँ त्यो हो। तेस्रो, धर्म पनि यही जीवनमा यही जन्ममा गर्नुपर्छ भनेको कारण के हो भनेदेखि फेरि छेउमा के भनेको छ, थाम्बे छु क्षेत्र छेकोबा हिन्ती केवा छिमा नाम्सो थाम्बे छु डुक्कावे छेर भनेको मतलब चाहिँ यही जीवनमा हामी धर्म गरेन भनेदेखि पछिको जीवनमा दुर्गतिको त्यस्तो जीवन पाउँदाखेरि धर्म गर्ने हुँदैन, धर्म गर्नु पाउँदैन, धर्म गर्नु सक्दैन भनेको छ। त्यसो कारणले यही जीवनमा गर्नुपर्छ। चौथोमा, धर्म पनि अहिले नै गर्नुपर्छ भनेको कारण के हो भनेदेखि छेउमा के भनेको छ, थाम्बे छु दिया थाताङ्गिने छेकोबा हिन्ते छुवाने ने नम्सिल्लाने नेपामे छिवेचे छेमा तो स्याङ खाइया मिफेम्बे छेरो त्यो हो। यसको मतलब के हो भनेदेखि धर्म भन्ने चाहिँ अहिले नै गर्नुपर्छ। किन भनेदेखि हामी मान्छे भएको कारणले हामी एकचोटि जन्म भइसकेको पछि मर्नै पर्छ। एक त्यो मर्ने पनि कहिले आउँछ कहिले आउँदैन थाहै छैन। आज बेलुका पनि मर्नु सक्छ, भोलि पनि मर्नु सक्छ है। त्यसको माथि अब मरिसकेको पछि कसले फाइदा गर्छ? जिउले गर्दैन, दान दौलतले गर्दैन, पापा आमा बा आमा मेरो श्रीमान मेरो श्रीमती जति भनेर भने, दान दौलत जति भएर भने, पद अधिकार जति भएर भने मरेको पछि कसले पनि फाइदा गर्दैन। अब कसले फाइदा गर्नु सक्छ? सिर्फ धर्म। त्यसो कारणले धर्म भन्ने चाहिँ अहिले नै गर्नुपर्छ भने यो चारवटा कुरा चाहिँ मनमा रहनुपर्छ। धर्म के हो? यही जीवनमा धर्म गर्नुपर्छ। के अरे होइन, धर्म के हो? धर्म गर्नुपर्छ, यही जीवनमा धर्म गर्नुपर्छ, अहिले नै धर्म गर्नुपर्छ भने त्यो चारवटा कारण सहित मनमा राख्नुपर्छ। हो, यहाँसम्म मनमा राख्नुहोस् है। अब त्यसको पछि यदि हामीले अहिले नै धर्म गर्नुपर्छ भनेदेखि धर्म कसरी गर्ने? त्यसमा अनि साकार धर्म र हाङ्काको धर्म र अनि जारो दोस्तो अनि मूल धर्म दुई। अब मूल धर्ममा चाहिँ ध्यान अभ्यास गर्ने चाहिँ मूल धर्म हो। अब अहिले हामी ध्यान अभ्यास गर्ने। अब ध्यान अभ्यास गर्ने भनेको ध्यानको विषयमा हिजो मैले अनि 6वटा कुरा चाहिँ राखेँ थिएँ। एउटा चाहिँ ध्यानको लक्षण यो 1, 2 ध्यानको आलापन र विषय 2, दोस्रो तेस्रोमा चाहिँ अनि ध्यानको चित्त, चौथोमा चाहिँ ध्यानको कर्म, 5मा चाहिँ ध्यानको कारण, छोटोमा चाहिँ ध्यानको अङ्ग भनेर चाहिँ 6वटा हिजो मैले भने थियो होइन। अब त्यसमा अनि हामीले अनि हिजो मैले भनेको जस्तो आज फेरि मैले भन्छु भनेको ध्यानको के अरे ध्यानको कारण चाहिँ के हो? ध्यान गर्यो भनेदेखि लाभ के हुन्छ भनेदेखि तत्कालको फाइदा एउटा अनि भविष्यको अनि फाइदा एउटा भनेर गरेर चाहिँ दुईटा छ होइन। तत्कालमा आफ्नो मनलाई आफूले अनि आफ्नो मनलाई आफूले निरन्तर गर्न सक्ने हुन्छ। त्यो भयो भनेदेखि आफ्नो मन चाहिँ अनि क्लेश रिस रागको पछि जान्दैन। त्यो नगयो भनेदेखि पाप हामीले गर्दैन। त्यो नगएदेखि बिस्तारै बिस्तारै हामीलाई यही जन्ममा भने सुख, पछिको जन्म भने धेरै राम्रो जन्म एउटा पाउने त्यस्तो हुन्छ। अब भविष्यको अनि त्यो के अरे कारण फाइदा लाभ भने चाहिँ अनि हाम्रो मन चाहिँ बिस्तारै बिस्तारै मनको माथि ज्ञानहरू पाउँदै प्राप्त हुँदै गएर
तथ्याता गादे गादे पारा समगदे बुद्धि स्वभावमा 5वटा मार्गहरू पाएर चाहिँ पछि बुद्ध भूमिमा पुग्छ, हामीले बुद्धता प्राप्त गर्न सक्छ। त्यो चाहिँ त्यो हो है। अब ध्यानको लक्षण के हो भनेदेखि हाम्रो मन चाहिँ एउटा कुशल चिजको माथि राखेर बानी बनाउने, त्यसलाई नास्तिक बनाउने, त्यसलाई चाहिँ ध्यान भनेको हो। अब त्यसको पछि ध्यानको चित्त, ध्यानको अनि त्यो के अरे आलापन, ध्यानको विषय चाहिँ के हो? कुशल चिज। अहिले यहाँ हाम्रो बुद्धलाई हाम्रो ध्यान गर्ने हो। त्यस्तो गरेर भविष्यमा इष्टदेवलाई ध्यान गर्नु पनि मिल्छ, अक्षरहरूले पनि मिल्छ। ओम आ हुङ, ओमलाई ध्यान गर्ने, आलाई ध्यान गर्ने, हुङलाई ध्यान गर्ने, त्यस्तो पनि पाउँछ। तर अहिले चाहिँ हामी बौद्ध सबैले बुद्धलाई ध्यान गर्ने। अब ध्यानको चित्त भने चाहिँ के हो भनेदेखि हाम्रो मनमा धेरै किसिमको मन छ, राम्रो नराम्रोदेखि लिएर, तर ध्यान गर्नेको मन चाहिँ खास गरेर याद हो। जति हाम्रो याद चाहिँ अनि राम्रो भएदेखि ध्यान चाहिँ त्यति राम्रो हुन्छ भनेर हिजो भन्ने थियो। अब त्यसको माथि ध्यानको कर्मलाई हामी सबैले थाहा हुनुपर्छ। ध्यानको कर्म भनेको ध्यान गर्ने। अब ध्यान गर्ने भनेमा चाहिँ कसरी गर्ने त्यो हो। त्यसमा चाहिँ हिजो मैले 5वटा उदाहरण दिएर है अनि मैले भन्ने थियो। 5वटा उदाहरणमा एउटा खम्बा, यो खम्बा चाहिँ अनि ध्यानको आलापन, ध्यानको विषयको उदाहरण हो खम्बामा चाहिँ अनि कुकुरहरू अनि बान्द्राहरू केही राख्नुपर्ने हुन्छ, त्यो उदाहरण 2। तर त्यो कुकुर चाहिँ खम्बामा बस्नुको लागि खम्बालाई अनि त्यो कुकुर चाहिँ खम्बालाई बाँध्नु पर्यो, त्यसको लागि डोरी चाहिएको छ, डोरी चाहिँ तेस्रो। फेरि त्यो कुकुर चाहिँ खम्बामा डोरीले बाँधेर राखेर पनि चोर आएर अनि ल्याएर जान सक्छ, त्यसको कारणले चोर चौथो। फेरि चोर आउँदाखेरि ल चोर आयो, चोरले त्यो बाँधा चाहिँ कुकुर चाहिँ त्यो डोरीदेखि झिकेर ल्याएर गयो भने थाहा हुने पुलिस चाहिएको छ। त्यो पुलिसले थाहा भएर फेरि चोरदेखि त्यो कुकुर चाहिँ यता तानेर लिएर फेरि यहाँ बाँध्नु पर्यो। त्यस्तो चोर पुलिस जस्तो एउटा चाहिँ अनि हुन्छ, त्यसलाई चाहिँ सम्प्रजाने भन्छ, सम्प्रजाने। त्यस्तो कारणले 5वटा उदाहरण चाहिँ नबिर्सिनु। त्यसले के चिनाउँछ भने त्यो थाहा हुनुपर्छ है। 5वटा अनि उदाहरण। अब खम्बाको उदाहरणले के चिनाउँछ? हाम्रो ध्यानको बेलामा ध्यानको अनि आलम्बन, ध्यानको विषय चाहिँ चिनाउँछ। अब बुद्ध भयो, खम्बा दोस्रो चाहिँ बुद्ध भयो, बुद्ध चाहिँ यो। अब कुकुर त्यहाँ खम्बामा राख्नु पर्यो हुन्छ नि, त्यही दोस्रो कुकुर भनौँ बाँदर भनौँ, त्यसले के चिनाउँछ? हाम्रो चित्त चाहिँ ठक्कै बुद्धको रूपमा यसो अनि राख्नुपर्छ। अब अघि डोरी थियो नि, डोरीले के चिनाउँछ? याद। हाम्रो मन चाहिँ बुद्धको रूपमा ठक्कै बस्नुको लागि याद राम्रो हुनुपर्छ। यादको डोरीले हाम्रो मन चाहिँ बुद्धको रूपमा राख्नुपर्छ। 3 त्यसको माथि अब हामीले अरू के चाहिएको छ भनेदेखि हाम्रो मन चाहिँ बुद्धको रूपको माथि यसरी राख्दाखेरि चोरहरू आएर अनि अघि चोर छ नि, चोरले चाहिँ के चिनाउँछ भनेदेखि अनि नराम्रो कल्पनाहरू है, नराम्रो कल्पनाहरू र अनि निन्द्रा आउने दोस्तो त्योहरू हो। त्यसले चाहिँ हाम्रो मन चाहिँ बुद्धको रूपमा बस्नु नदिएर अनि फेरि ल्याएर जान्छ। त्यो बेलामा हामीले के चाहेको हुन्छ भनेदेखि पुलिस दोस्तो अनि सम्पर जाने भने चाहिँ चाहेको हुन्छ।
सम्पर्क जाने भनेर भयो भनेदेखि उसले तुरुन्त थाहा हुन्छ ए मेरो मन चाहिँ बुद्धको रूपमा बसेन फेरि नराम्रो कल्पनाहरू चोरहरू आएर चाहिँ मेरो मन ल्याएर गयो भनेर फेरि तानेर चाहिँ बुद्धको रूपमा चाहिँ राख्ने त्यो पाँचवटा उदाहरण र अनि त्यो कुरा पाँचवटा चाहिँ हामी मनमा चाहिँ राख्नुपर्छ है जहिले पनि नबिर्सेर त्यो कुरा चाहिँ धेरै ठुलो कुरा हो त्यो चाहिँ जहिले पनि नबिर्सिनु अब हामी सुरु गर्ला सबैले हिजो मैले बस्ने तरिका चाहिँ सिकाएको थिएँ अब खुट्टाहरू सबै ठक्कै राख्नुहोस् पहिला खुट्टा राम्रो गरेर बस्नुहोस् यहाँ सुन्नुहोस् है यहाँ सुन्नुहोस् पहिलो खुट्टा दोस्रो चाहिँ हात चाहिँ यो बायाँ हात मुनि यो फोटो चाहिँ त्यहाँ राख्नुहोस् अहिले यहीँ राख्यो हुन्छ यहीँ राख्नु अहिले दर्शन लिनुपर्छ यहाँ सुन्नुहोस् ल खुट्टा चाहिँ ठ्याक्कै बस्नुहोस् हिजो भनेको दोस्रो सक्यो भनेदेखि वज्र आसन नसक्यो भने हिजो मैले सिकाएको दोस्रो गरेर बायाँ चाहिँ अनि पहिला त्यसको पछि अगाडि चाहिँ अनि दायाँ चाहिँ राखेर त्यो राख्ने अनि हात चाहिँ यहाँ सुन्नुहोस् है हात यो खर्सा बायाँ र वा देब्रे हात चाहिँ तल मुनि अनि यो दायाँ हात माथि यसोरी गरेर चाहिँ हात चाहिँ यसोरी हुनु पर्यो है लसो अनि यो चाहिँ पेटको मुनि यसोरी राख्नुहोस् ल भयो अब त्यसको पछि चाहिँ के अरे पखोर गर्छ ए होइन त्यसको पछि चाहिँ त्यो हो नायो नेटो मरे तेरे गल्सिक ठाङ्कुर सो मेरुदण्ड सिधा हुनुपर्छ मेरुदण्ड है मेरुदण्ड जिउ चाहिँ सिधा हुनु पर्यो तेस्रोमा मेरुदण्ड तीर जस्तै सिधा राख्नु त्यसको पछि पखुरा दुई चाहिँ चारमा चाहिँ के हो पखुरा दुई चाहिँ सिधा हुनु पर्यो पाँचमा चाहिँ छेउकोमा डिम्बचुङसे कुप्पा भनेको छ हाम्रो घाँटी चाहिँ अलिकति निहुरेर राख्नुहोस् निहुरुनु घाँटी चाहिँ अलिकति निहुरुनु अब छमा चाहिँ सुचुराङ्बा सुसाक ओट प्रकृति रूपमा ओट प्रकृति रूपमा राख्नु साधारणमा त्यो हाम्रो त्यो ओट है प्रकृति साधारणमा राख्नु अब त्यसको पछि आँखा चाहिँ चिम्नु पनि हुँदैन आँखा धेरै चिम्यो भनेदेखि पहिला चाहिँ ध्यान राम्रो हुने जस्तो पछिमा चाहिँ निन्द्र लाग्छ है त्यसको कारणले आँखा चाहिँ आधा चिम्ने आधा नचिम्ने अब त्यसको मतलब चाहिँ आँखा चाहिँ ठक्कै आफ्नो त्यो के अरे नाकको माथि टुप्पामा राख्यो भनेदेखि अनि त्यो हुन्छ चिमेको पनि धेरै चिमेको पनि हुँदैन फेरि खोलेको पनि हुँदैन नाकको टुप्पाको माथि राख्ने नत्र अगाडि राख्नुहोस् है आँखा धेरै हेऱ्यो भनेदेखि अनि मन कता कता जान्छ फेरि आँखा धेरै चिम्यो भनेदेखि निन्द्रा आउँछ त्यसको कारणले त्यो दुइटै नगरेर चाहिँ नाकको टुप्पाको माथि यसरी राख्यो भने ठक्कै हुन्छ नत्र अगाडि राख्नुहोस् है अब त्यो चाहिँ 7 अब 8मा चाहिँ अनि हामीले साधारण अनि त्यो आफ्नो सास हुन्छ नि आफ्नो सास चाहिँ साधारणमा जाने तान्ने बाहिर फेर्ने फेरि भित्र तान्ने
साधारणमा गर्नुपर्छ है, साधारणमा राख। त्यो बेलामा चाहिँ आफ्नो मन चाहिँ त्यो सासमै राखेर यसो रे सासमै ध्यान दिएर बस्नुपर्छ। मनले अरू के पनि नसोचेर सिर्फ अनि सासमै मन राखेर चाहिँ 1 मिनेट जस्तो 2 मिनेट जस्तो यसो राख्यो भने मन यताउता नगएर चाहिँ ठक्कै एउटामा बस्नु सक्छ। त्यसले पछि मूल ध्यानलाई धेरै फाइदा गर्छ। अहिले यो सासलाई ध्यान गर्ने चाहिँ अनि पूर्व ध्यान भन्छ। त्यो राम्रो भयो भनेदेखि मूल ध्यान बुद्धलाई ध्यान गर्नु बेलामा धेरै राम्रो हुन्छ। त्यसो कारणले अब मैले के पनि भन्दैन, सबैले आफ्नो सासलाई ध्यान दिएर चाहिँ 1 मिनेट बस्नुहोस् है। मैले चाहिँ गरी हेर्छु, तपाईहरुले राम्रो गर्नुहोस् ल। ल सबैले सुरु गर्नुहोस्। Hola, so
अब एकछिन आराम गर्नुहोस् फेरि हामी गर्नुपर्छ एकछिन आराम एकछिन जिउहरू यस्तो गर्नु पनि मिल्छ है तपाईको त्यो हात चाहिँ अलि तल्लो हुनु पर्यो उहाँको हात अब देख्छ ल कस्तो हुन्छ रहेछ भयो तपाईहरुले ध्यान गर्नु बेलामा मन चाहिँ सासमा यसरी राख्ने चाहिँ कस्तो हुन्छ रहेछ अलि हुन्छ रहेछ कि यो अहिले होइन अहिले चाहिँ सासमा ध्यान गर्ने यो चाहिँ पूर्व ध्यानको बेलामा भगवान होइन पूर्व ध्यानको बेलामा मन सासमा राख्ने चाहिँ त्यो हो अब मूल ध्यान पुग्दाखेरि अनि भगवानले याद गर्ने हो न ल अब फेरि सुरु गर्छु है त ल अब चाहिँ मूल ध्यान हो अब चाहिँ मूल ध्यान है अहिले तपाईहरु हात चाहिँ कोहीहरु अलिकति माथि हुन्छ होइन त्यो पेटको तल अनि हात यसरी सजिलो राख्यो भने हुन्छ ल हात धेरै त्यो भएदेखि फेरि पछि ध्यान धेरै गर्नु बेला दुख्ने जस्तो हुन्छ नि यो सबै यसको वचनहरु सबै तल झुको ल वचन रहे झुको मारे वचन हातको वजन चाहिँ यसो गरिदियो आफैले त्यो लिनुपर्ने हुन्छ नि त्यो हातको वजन चाहिँ यो लासा लखर्सा लासा तिग्रा हातको वजन चाहिँ तिग्रामै राख्ने हो ल नत्र फेरि पछि गाह्रो हुन्छ यसो राख्ने फेरि म भन्छु है अघि मैले एउटा भन्ने चाहिँ बिर्सेछ अब जिउ यसरी बस्दाखेरि मैले हिजो भनेको छ धेरै महत्त्वपूर्ण हो आफ्नो जिउ आफैले थाहा हुन्छ हैन मैले यसो हेरेर थाहा हुँदैन नि जिउ कसरी बसेको छ थाहा हुन्छ तर जिउको भित्र जिउ यसो बसेर के महसुस हुन्छ यो मैले थाहा हुँदैन आफैले थाहा हुन्छ त्यसो कारणले यसरी ध्यान बस्नु बेलामा चाहिँ पहिला ध्यान नगरेर मेरो जिउ चाहिँ ध्यान गर्यो भनेदेखि ठिक्क छ कि छैन आनन्द छ कि छैन त्यो हेर्नुपर्छ यसो जिउ बस्दाखेरि चाहिँ जिउलाई घाँटी दुखेको जस्तो यसो वायुहरू नराम्रो गएको जस्तो यसो भएदेखि ध्यान गर्नु हुँदैन पहिला त्यो चाहिँ अनि राम्रो आनन्द बनाउनु पर्छ त्यसो कारणले पहिला जिउले हेर्नुहोस् आफैले जिउले हेर्नुहोस् ल यसरी बसेर जिउ यसरी ध्यानमा बसेको जस्तो गरेर जिउ चाहिँ राम्रो बनाउनुहोस् जिउ बस्ने तरिका चाहिँ गरिसकेको पछि आफ्नो जिउलाई आफैले हेर्नुहोस् आफ्नो मनको भित्र महसुस कस्तो हुन्छ रहेछ जिउ चाहिँ ठक्कै छेउमा भनेको छ लेसो रुवा है जिउ चाहिँ ठक्कै मैले ध्यान गरेँ भनेदेखि हुने रहेछ कि हुने छैन रहेछ त्यो चाहिँ तपाईहरुले आफ्नो आफ्नो अनुभवले हेर्नुस् ल हेर्नुभयो मलाई त यहाँ आनन्द छ रहेछ तपाईहरु कस्तो होला अनुभव गर्नुस् ल वायुहरु राम्रो जानु दिनुस् सासहरु राम्रो जानु दिनुस् बाहिर बस्ने तरिका नियममा बस्ने तर भित्र चाहिँ धेरै शान्ति जिउहरु पनि धेरै रिल्याक्स भन्छ इंग्लिशमा रिल्याक्स शान्ति जिउको भित्र भएको वायुहरु पनि राम्रो जाने है त्यस्तो शान्ति
अब यहाँसम्म चाहिँ जिउ बस्ने तरिका भयो। अब हामीले अघि पूर्व ध्यान गरे, अब अहिले चाहिँ मूल ध्यान। अब त्यसको लागि पहिला सबैले बुद्धको फोटो राम्रो गरेर हेर्नुहोस् है। ल, बुद्धको फोटो राम्रो गरेर हेर्नुहोस्। बुद्धको फोटोमा भएको उहाँको काया, जिउ, उहाँको काया चाहिँ माथि अनि अनुहारदेखि नि अनि मुनि उहाँको हातसम्म सबै राम्रो हेर्ने। खास गरेर सबैले सुन्नुहोस् है, खास गरेर बुद्धको अनुहारलाई राम्रो हेर्नु। त्यो पनि आँखाको त्यहाँतिर राम्रो गरेर दर्शन लिनु। त्यो दर्शन चाहिँ लिएर आँखा चिम्नु, मनमा आउँछ कि आउँदैन हेर्नु। फेरि आँखाले राम्रो गरेर दर्शन लिनु, फेरि आँखा चिम्नु। अब मनमा आयो होला। अब मनमा आएको बुद्ध शाक्यमुनिको काया रूप छ नि, त्यो चाहिँ हामीले निधारको अगाडि ठक्कै जिउको भित्र पसेको जस्तो नगर्नु ल। निधारको अगाडि ठक्कै मनमा आएको बुद्धको रूप चाहिँ यो फोटो जस्तो गरेर आफूले हेरेर बस्नुभएको छ भनेर चाहिँ सम्झिनु। निधारको अगाडि बुद्ध आफूले हेरेको छ भनेर, आफूले पनि बुद्धको अनुहारलाई दर्शन लिने, उहाँले पनि आफूले हेरेर बस्नुभएको छ भनेर सम्झिने है। अब मैले घडीमा हेर्छु, तपाईहरु फेरि 2 मिनेट बुद्धलाई ध्यान गर्नु। त्यो बेलामा अघि भनेको 5 वटा उदाहरण छ नि, यदि यताउता आवाज आएर मन गयो भनेदेखि तुरुन्त थाहा हुनुपर्छ, ए मेरो मन बाहिर गयो, जानु हुँदैन, अहिले म ध्यान गर्नेको बेला हो भनेर चाहिँ, समय हो भनेर चाहिँ यता तानेर फेरि बुद्धको रूपमा राख्ने। फेरि केही आवाजले मन गयो भनेदेखि फेरि तानेर राख्ने हो। त्यो अघि 5 वटा कुरा चाहिँ अनि मूलमा राखेर ध्यान गर्नुहोस्। अब सुरु।
फेरि आराम गर्नुस्। अलि जिउ यस्तो गऱ्यो भने हुन्छ, यसो गरेर है ध्यान गर्यो भनेदेखि ध्यान यसरी गरेर एकचोटि दुईचोटि हुनु चाहिँ मनमा राख्नुहोस्। गुरु ध्यानको गुरुहरूले के भन्दछ भनेदेखि ध्यान पहिला गर्नु बेलामा चाहिँ समय चाहिँ छोटो तर धेरै गर्नुपर्छ भनेको छ। त्यसको मतलब ध्यान चाहिँ 2 मिनट 3 मिनट गर्ने, फेरि छोड्ने, फेरि आराम गर्ने है। समय चाहिँ छोटो, 1 मिनट 2 मिनट 3 मिनट, तर धेरैचोटि गर्नुपर्छ, धेरैचोटि। छेउमा भनेको छ थुन्युङला ढाङ मावर्छ। थुन्युङ भने चाहिँ समय चाहिँ छोटो, ढाङ मङ भने चाहिँ तर धेरै गर्नुपर्छ, धेरैचोटि गर्नुपर्छ भनेको हो। त्यो चाहिँ नबिर्सिनु। यदि हामीले यस्तो ध्यान गर्यो भनेदेखि फाइदा एउटा चाहिँ के छ भनेदेखि, उदाहरणमा भन्यो भने कोही आमाहरू, कोही बाहरू आफूले एउटा छोरा मात्र भएको हुन्छ नि है, छोरा या छोरी। अब उहाँले धेरै माया छ है, त्यो माया भएको कारणले यदि त्यो छोरा र छोरी मर्यो भनेदेखि त्यो बा र आमालाई याद के हुन्छ? बिहान उठेर पनि छोरा छोरी त्यो मर्ने चाहिँ याद हुन्छ है, जाँदाखेरि पनि त्यही हुन्छ, खाना खाँदाखेरि पनि त्यही हुन्छ, सुत्ने बेला पनि त्यही हुन्छ, कहिले निन्द्रमा के अरे सपनामा पनि आउने हुन्छ नि, हुन्छ हुँदैन? त्यही दोस्तो हाम्रो मन चाहिँ अहिलेसम्म बाहिर मात्रै गएको छ, कता है। अब त्यस्तो गएको चाहिँ अहिले सबै एकमा तानेर बुद्धलाई याद गरेर ध्यान गर्दै गर्दै एकचोटि दुईचोटि तीनचोटि चारचोटि यसरी गर्दै गर्दै गयो भनेदेखि अघि बा र आमालाई आफ्नो छोरा मरेर याद भएको जस्तो बुद्धले यस्तो गर्दै गयो भनेदेखि अनि एक दिन कस्तो हुन्छ, आफ्नो मनमा चाहिँ बुद्ध चाहिँ यसरी तासेको जस्तो हुन्छ क्या। त्यो भयो भने बिहान उठ्दाखेरि पनि ठक्कै बुद्ध अनि याद हुने, यताउता जाँदैखेरि किन वहीँ याद हुने, खाना खाँदाखेरि पनि वहीँ याद हुने, फेरि सुत्ने बेला पनि वहीँ बुद्धको याद हुने, सपनामा पनि बुद्धको याद भएर बुद्ध आएर केही अनि दर्शन दिएर अनि के अरे छिङ्गिलावती अझै आशीर्वाद दिने, त्यस्तो हुन्छ। अब त्यस्तो हुँदै गयो भनेदेखि के हुन्छ, एक दिन अघि मैले भने नि हामी सबै एक दिन मर्नुपर्ने हुन्छ होइन। अब त्यो मर्नेको कारण धेरै हुन्छ नि, बिमार भएर मर्ने हुन्छ, एक्सिडेन्ट भएर मर्ने हुन्छ नि, मोटरमा जाँदै जाँदै एक्सिडेन्ट भएर। त्यो बेलामा यदि हामीले यस्तो ध्यान धेरै गरेछ भनेदेखि यस्तो नराम्रो बिमार भएर पनि आफ्नो मनलाई त्यति खर्सुरे मकिबा वास्ता त्यति नहुने। किनभनेदेखि यस्तो बिमार भएर पनि ठक्कै आफ्नो मनमा बुद्ध आउने, अब ठिक छ मैले उहाँलाई ध्यान गरेको थियो, उहाँले प्रार्थना गरेको थियो, अब ठिकै छ भनेर त्यति वास्ता नहुने। एक्सिडेन्ट बसमा जाँदाखेरि ट्याक्सीमा जाँदाखेरि एक्सिडेन्ट यस्तो हुँदाखेरि पनि तुरुन्त उहाँको याद हुने। म यहाँ कथा एउटा भन्छु है, सत्यको तिब्बतमा भएको। तिब्बतमा एउटा गुरु थियो रे, उहाँ चाहिँ ध्यानमा बसे 1 दिन 1 हप्ता 1 महिना 1 वर्ष त्यस्तो गरेर धेरै वर्ष बस्यो रे। एक दिन उहाँलाई अनलकी कलर दुर्भाग्य
दुर्भाग्यको कारणले के भयो भने एक दिन अनि पानी भएछ पानी के अरे पानी परेछ है अब उहाँको घरको माथि चाहिँ पानी त्यो भित्र चाहिँ चुस्ने भएछ अब उहाँले चुस्ने भन्छ के भन्छ चुइने भएछ है त्यो भएको कारणले अनि उहाँले चाहिँ ल यो म घरको माथि चढेर त्यो चाहिँ बनाउनु भनेर चाहिँ उहाँ चाहिँ चढ्यो रहेछ घरको माथि घर अलिक अग्लो छ अरे अग्लो लाग्यो थोपो छ अरे त्यो घरको माथि त्यो चाहिँ बनाउने बेलामा चाहिँ त्यो पानीको कारणले स्लिप्ड झेता सोवल खस्छ चिप्लेर चाहिँ खसिरहेछ खस्नु बेलामा उहाँको टाउको चाहिँ अगाडि पाइला गएछ नि तल्ल यस्तो गएर अनि तल त्यो टेकेर चाहिँ उहाँ चाहिँ उहाँ चाहिँ त्यो टेक्यो रहेछ त्यो टेकेको कारणले अनि उहाँले चाहिँ अब मर्छ भनेको तुरुन्त उहाँले त्यो हुन्छ रहेछ नि त्यो टेक्नु बेलामा उहाँ चाहिँ अब जहिले पनि ध्यान गएको कारणले तुरुन्त उठेर यसरी बसेछ ध्यानमा यसरी बस्दै मरेछ हो यस्तो हुन्छ ध्यान धेरै गऱ्यो भनेदेखि त्यस्तो हुन्छ होइन अब ध्यान नगरेको मान्छेदेखि त्यहाँ माथि गएर एकचोटि चिप्ल्यो भनेदेखि कराएर बस्छ होइन फेरि ध्यान नगर्ने हो भनेदेखि खस्नु बेलामा बुद्ध याद चाहिँ नआएर आमा याद आएर आमा भन्छ बा भन्छ त्यहाँदेखि मर्छ त्यही हो हो लसो ल अझै 2 मिनट 3 मिनट फेरि एकचोटि ल अब तपाईँहरू अघि दोस्तो मनमा बुद्धको रूप आइसक्यो भनेदेखि हेर्नु पर्दैन यदि आइसकेको छैन भनेदेखि फेरि एकचोटि आँखाले राम्रो हेरेर आँखा चिमेर मनमा आउनु दिनु त्यसको पछि ध्यानमा बस्नुहोस् ल 2 मिनट उनीसँग ठुटो ल सुरु गर्छु है सबै राम्रो बन्छ मैले घन्टी यसरी आवाज दिँदाखेरि अनि तुरुन्त सुरु गर्ने है त पहिले जिउले हेर्नुहोस् आनन्द छ कि छैन ल लसो अब एकछिन आराम गर्नुहोस् अब यहाँ आज मैले अनि हिजो नसिकाएको एउटा चाहिँ अहिले सिकाउँछु है मनमा राख्नुहोस् है अघि मैले भने नि के अरे ध्यानमा 6वटा कुरा छ छोरा त्यसको 6मा चाहिँ ध्यानको अङ्ग यहाँ सुन्नुहोस् है ध्यानको अङ्गमा अनि 2 प्रकारको ध्यान हुन्छ 2 प्रकारको ध्यान चाहिँ के हो भनेदेखि स्थपी भावना र विचार भावना भनेको छ
स्तवी भावना र विचार भावना। अघि हामी यसरी ध्यान गरेकोलाई के भन्छ? स्तवी भावना भन्छ। स्तवी भावनालाई मूल के हो भनेदेखि याद र समाथा, त्यो दुई हो। याद र समाथा दुईद्वारा स्तवी भावना गर्नुपर्ने हुन्छ। विचार भावना भन्ने त्यो ध्यान गर्नु बेलामा चाहिँ मूल याद र अनि प्रज्ञा, याद र बुद्धि, त्यो दुईद्वारा अनि गर्नुपर्ने हुन्छ। अब त्यो दुईमा पहिला चाहिँ सिकाइसक्यो। दोस्रो चाहिँ त्यसमा पनि धेरै किसिमको हुन्छ। आज चाहिँ तपाईहरु सुरुवात भएको कारणले विचार भावना, अहिले विचार भावना सिकाउने चाहिँ धेरै सजिलो, चाहिँ सबभन्दा सजिलो चाहिँ सिकाउने हो। त्यो कस्तो हो भनेदेखि हुनु चाहिँ बुद्धकै रूपलाई अनि ध्यान गर्ने हो, तर आफ्नो मन चाहिँ एउटै चिजमा मात्र राखेर बस्ने चाहिँ होइन। विचार भावना गर्नु बेलामा बुद्धको रूपको भित्र चुक्तुर भन्छ, यहाँ एउटा छरेछ नि, फेरि टेलवा भन्छ, फेरि चेन भन्छ, आँखा, नाक, मुख, जिम्बा, छाती, पेट, यसरी गरेर शब्द खुट्टासम्म, पाउसम्म, फेरि शब्द। यहाँ हेर्नुहोस् है, अब तपाईहरु त्यो देखेको छैन होला, इङ्ग्लिसमा भन्छ स्क्यानिङ, स्क्यान भन्ने एउटा छ है। त्यो राख्यो भनेदेखि सबै त्यसमा आउँछ। त्यही जस्तो हाम्रो मनले, चित्तले अहिले भनेको विचार भावना गर्नु बेलामा सुन्नुस् है, विचार भावना गर्नु बेलामा बुद्धको चुक्तुरदेखि नि पहिला चुक्तुरलाई ध्यान गर्ने, त्यसको पछि अनि टेलवा निन्द्रलाई, बुद्धको निन्द्रले निधारलाई ध्यान गर्ने, त्यहाँदेखि बुद्धको आँखालाई, त्यहाँदेखि बुद्धको नाकलाई, मुखलाई, अनि डिम्बललाई, अनि छातीलाई, पेटलाई, यसरी खुट्टासम्म, फेरि खुट्टादेखि माथि जानुपर्छ। ध्यान खुट्टाले ध्यान गर्ने, फेरि त्यसको माथि पेटमा, फेरि त्यसको माथि छातीमा, फेरि त्यसको माथि डिम्बामा, फेरि मुखमा, फेरि यसरी माथि, फेरि आँखामा, अन्तिममा आँखामा। सुरु चाहिँ आँखादेखि अलि माथि गएर अनि बिस्तारै तलसम्म जाने, फेरि तलदेखि यसरी गरेर आँखासम्म, माथि गएर आँखासम्म। त्यो चाहिँ गर्नुहोस् ल, मैले 2 मिनेट राख्छु हैन। त्यो भयो भने तपाईहरुले यो समयमा, यो बेला स्तवी भावना र विचार भावना दुईटै अलिकति सिकिएको छ। अनि त्यो चाहिँ हामी 1 वर्ष गर्ने, फेरि पछि 1 वर्षको पछि म आउनु बेलामा अझ गम्भीर रूपले सिकाउने ल। या अब यसो गर्नुहोस्, पहिलो फोटोले दर्शन राम्रो लिनुहोस्। यो अलिकति गाह्रो छ, अघि भन्दा अलि गाह्रो हुन्छ। दर्शन पहिला लिनुहोस्, त्यसको पछि चाहिँ आफ्नो अगाडि, आफ्नो निधारको अगाडि बुद्ध शाक्यमुनि आफूले हेरेर बसेको छ भनेर सम्झिनु। त्यसको पछि अनि ध्यान चाहिँ सुरु गर्नुहोस् ल। 2 मिनेट राख्छु।
लसो अब अलियारो अहिले यसै बस्नुहोस् है यसै बस्नुहोस् अहिले अघि बसेको जस्तै बस्नुहोस् अब यसरी बस्नुहोस् है ध्यान गरेर बस्नुहोस् ल बुद्धले ध्यान गर्नुहोस् मैले भन्दै गर्छु मैले जो भनेको चाहिँ तपाईहरुलाई ठक्कै गर्नुहोस् ल ध्यानमा बस्नुहोस् अब अन्तिममा के गर्नुपर्छ भनेदेखि बुद्धको ध्यानको अन्तिममा अघि बुद्ध चाहिँ आफ्नो अगाडि थिए अब अगाडि भएको बुद्ध चाहिँ बिस्तारै यता आएर आफ्नो शिरको माथि बसेको छ भनेर सम्झिनु अब बुद्ध अहिले कहाँ छ आफ्नो शिरको माथि छ हैन अब शिरको माथि भएको बुद्ध चाहिँ एउटा बुद्धको रूप बन्यो हो तर प्रकाश त्यस्तो छ त्यो चाहिँ बिस्तारै शिरदेखि बिस्तारै आफू भित्र पसेर चाहिँ बुद्धको काया चाहिँ आफ्नो जिउलाई समेटी भयो बुद्धको वचन वाक्य चाहिँ आफ्नो वचनलाई सिमेटी भयो बुद्धको मन चाहिँ चित्त चाहिँ आफ्नो चित्त मनलाई सिमेटी भयो भनेर चाहिँ बुद्धको काया वाक्य चित्तको आशीर्वाद सबै आफ्नो जिउ वचन चित्तलाई अनि चित्तसँग अनि सिमेटी भएर अनि आशीर्वाद पायो भनेर चाहिँ राम्रो गरेर सम्झिनु अब जो छोटकरीमा भन्यो भने बुद्धको काया वाक्य चित्त सबै आफूलाई आफ्नो भित्र पसेर चाहिँ आशीर्वाद पायो भनेर सम्झिनु लसो त्यसको पछि हात यसरी राख्नुहोस् ल मैले पहिला भन्छु तपाईहरु त्यसको पछि दोहोऱ्याएर भन्नुहोस् ल पल्देन चावे लमा रिम्बुछे भन्नुहोस् पल्देन चावे लमा रिम्बुछे दागी चिवर पेन्दाई तिङशुला गाडिन छेम्बे गोने जिसुङते कुसुङ थुकी मुटु चन्दोसो पान्देन चावे लमा रिम्बुछे दागी निंगर पेन्दाई तिङशुला गाडिन छेम्बे गोने जेसोंते 청주 닝보 바르도 템바르쇼 त्यो धेरै राम्रो छ नि पहिला शब्दले चाहिँ बुद्धलाई गुरु बुद्धलाई यता बोलाउने माथि यहाँ छ भनेर सम्झिने त्यहाँदेखि के अरे काया वाक्य चित्तको आशीर्वाद दिनुस् भनेर चाहिँ प्रार्थना गर्ने अनुरोध गर्ने फेरि त्यसको पछि चाहिँ दागी निंगर पेमे तिङशुला भनेर त्यो भन्नु बेलामा चाहिँ बुद्ध चाहिँ यसो पसेर चाहिँ आफ्नो मनको भित्र चाहिँ पस्यो भनेर सोच्ने धेरै राम्रो छ हो यो अब यहाँसम्म हाम्रो मूल विषय चाहिँ सिद्धियो
अब अन्तिममा चाहिँ आज हामी लास्ट दिन हो नि अन्तिम त्यसको कारणले प्रार्थना चाहिँ सङ्जु मेलम चाहिँ प्रार्थना गर्छु तर यो तपाईहरुले राम्रो गरेर अनि सुन्नुस् किनभनेदेखि यो अन्तिमको प्रार्थना पनि हो आगम पनि हो सङ्जुको आगम मैले अघि ज्ञानलाई गुरुलाई भनेको थियो भविष्यमा तपाईहरुले यो सिकाउनुस् भनेको छ है हिजो मैले आगम दिएकोहरु सबै उहाँले पछि तपाईहरुले सिकाउँछ आजको आगम हिजो नमोतसाहरु सबै भयो नि शेरबनिङबोहरु भयो जुन्चा सुम्बा त्यम्बचम्देले भयो अब आज सङ्जु मेलम त्यो पछि सिकाउने आगम चाहिँ अहिले मैले दिन्दैछु ल त्यो सकेर चाहिँ हामी चा खाने निके ठुक्छु निके ठुक्छु सङ्जु मेलम होला सबैले प्रार्थना राम्रो गर्नुहोस् ल हात यसो गरेर क्या करे के तो आर्या मारे यापुन्या राम्रो गरेर सुन्ने तर हात यसोरी गरेर क्या करे के तो आर्या बाटा चाया पारा नेदाना राजा पे के तो फाबा संबोच मोलम के वो फाबा जंबे युनों ग्युबाला चांसेलो今年做到九军几点？得说些把米也新嘅大爷嘛，绿的大当街了，绿当阿爷当为茶叶，上坡这边马龙多多人，给我当街一件我送到新嘅对眼绿着对吧？给我过来了多茶子了。对接定那对眼上街那上街世界越南学吧他带他来去也那马路吧，他们这给我大街讲话。대단하바 미제 겨소나 양게 야라 겨소 다고게 겨와 군게 연대랍죠 대버르제바 탐제 다게도 매도 담바 청와 담바다 생예 남바 주바 도죠 머메 조단 드뷰 담바이 겨와 대다라네 제버라게 나사 담바 남다 제조다 체마 풀마레라바 냠바 Kubi gebara babi chugungi gyawa deda lani chubarangi chuba kana lami gyachewa deda gyawa tamche layame sambo chulan tebe dobda gyawa gula changze chubarangi decha shetan timo wangi ne luda nga dan dishin yi jan dipan dagi ngi pa chiche deda tamche dagi susuru sha chuchu gyawa gunda sangi sirangi namda loda milo dan dowa gungi sunam gala deda gungi jesu 나 예랑 가나 추주 지대 드마나 창조 림버 상계 마자 공부 대다 다게 담제라 콜로라나 메바고 아고 냥엔 다데 간시 대다 란도와 고라 페진 데베제 길바 신예 등이 등이 슈버야 다게 테모 랍저사와게 창세 와다 추진 샤바 제수 예랑 고제 소와예 개와 중세 다게 지사바 담제 다게 창조 지롱오 대배성계 남도 주주의 지대나나 가주주요와 초브리교로 가야마저 대다라녀와 삼주 장주 전바상계주 초주가 류신난 신예바 대단야저 용서 다바 장주 신왕 주진계와다 상계세계로도 강원쇼 주주 심제 강한 진예바 대다다도 내면대바 도와군예 주요된 남네 tum브리교제랑 왕도버쇼 장주 조바다 년다 주진 도와군을 깨와점 tembar기로 새로운도 제비개와나 따도다네라도 중앙쇼 개와군기 제솔로 교대 상부처버 요소 조지지 트림 줘봐 제메 연다바 따도 마냥 개메 줘봐쇼 하이게다 로다 내진기 좀 메이게 남다 도와군기 다 도와군기 다나 제자마 탐지게도 다게 최된도데 대시에 포르진라랍던데 자주 셈년나면 제마요 디바카나 드버교와 대다말류 요소 정말 레다뇽몬 되게레나는 드진지된 조원남 소년 제대로 배면 최면 차바신이다 나가 토바면서 신기 교연다 초넘지 잠바 예선 동아라도 시와지 내와 달란도와 공교전 조와 탐제라는 배바 자주 접어 요소 조지 심제다기 쩌도 토바 상부 접었다는 rab도죠 마음 깨와군도 접어 나기 쩌도 통부를 강조봐
대다단에 따던 로바줄로다가나 단에 생기경 저바다단 나름 지도진 달라 펜브르데베 로보다 상부 저바도 되만 대다다야 딱도 쳐버려 대단다게 나면 이민주 상기 세기 고변 고만은 무슨 다돈다게 겨와다 마음 겨와군도 미교가 대다라야 선박에 지기 겨와나게 담배 주듯이 장주 저바군도 나와지 상부 저바 나와져야 마음 겨와군도 저바게 세바던 저도양 고와나 소놈이 셰다네 미세 타다시라 띵즈남다다 연대군이 미세 저도 디지털은 등인 신안의 진의 상계매개 상계는 상계세계 외난 쇼발라 chan주 접어주지 따와기 대담말로 담주 초소야 저점 결라도 선생에게 상계 개조 신안 개조의 개완 개조 주제로도 순지야나 개조다고 개와꾸야 야라 남다반 로꾸에 삼바지신 상계 송라다도 저바기 순지베 야와담제도 콜로 선하로도 고 대다기야 수야 메셀로 루요도겐다야라도 좀 마운 개와담제 저바야 기지지게 다연 저바야 가야 개와도 좀 세대다 기지 차식게 쇼버지 두수시험에 생기게 되다기에 제라다기에 따도 되다기에 주요를 겸하기에 나도 또 가야 돼. 소망다기 신경을 받으라 되지 되는 거 봐도. 대단한 말이처럼 탐제도 겨wan다. 겨wan나면 게 신경 걸어져 가야 맞은 제대로 많아 대단한 마상에 걸어가냐는 대바라도 시다. 공부 끊기도 다 치고 끊는 게 뒤로 떠나다 끊는 거에 대배도 나나 끊어야돼 제배도 나나 끊어 겨바 참만다게도 끊는 게 손은 떠나나. 차관매가 교회 이제도 싫어도 딘지동당이 장주도나 양다 두가지 레기 또는 요소 다지지 녀모도는 군도 점버지 되게도나 또 매럽제제 상부 제배도 면소바기 신함 계속 남바다지 심지 계속다는 남바로 처럼 계속도 통지 이신 계속도 저버지 저배 계속 남바다지 명랑만 계속 용소 저버지 상계 계속도 주지 개완 계속 미교회 저버기 가야 되수십의 겨와의 자주집의 몰론제라나 상보집의 장주 상한계는 대교다의 말류도박이 겨와군기 세계 투와 강예면의 군도 상지지 개발되도 선바집의 진겨반데다 제라동어 르다나다 예경 남다 제 저반노다 생각요나봐 오 상보 개발진라와 된저란다게 되던 선바쇼 군인 집의 상보집의 잠백계는 몽제박이 몽겨와군도 매겨바디 자와 말륜도박이 저바다는 세여방기 내나게 소소매고 저바 선면발라 내내경 대다 좋아든 제사와기에 남기다도 교바 제사마 심전 말로 타야 대신데 지삼 레도 녀몬 타교바 나게 말음 타야 대사모 강야 주주제나 타예바 린지엔겐데 엔겨와 나나도 타다미 대외 초남게 신계등이 깨와 푸와베 강경의 겨우 디테네 자주주기 제소라면 제 린제사야 대박개반에 손한 담배 선함만 탑에 초돈디교로 강계 상주면람 대답에 대내에 송탐제 뽕어의 교를 대내 초봉에 바뽕이 나와타에 대한 대녀동 대단히 와랑에 대와서 메시디한 대다 레버로 군도 상보대한 진라와 대다른 부르면도 디신교로 사맹하고 딱이 디반남 관계 미시원기 제바다 디 상보저바 디저나 뉴도 말류용소 창원교를 예시단에서 다또 세난다리다 가도노도 된바교 되다 모디 망법에 테메도 지대 선보권은 저바교 자주 시원 정도 되냐도 손에 샘제 벤제대도디 자주 성교고로라도 되는 데다 저바 통제도 가야 선보집에 몰람데 차와단에 뜬뜬도 로바이 디 나브르메마 상기케 전주절로 소면 마치지 잠배 밥에 제대로 개마다 군도상부 대한 대신에 대다 군진 제소 나올롭지 개완데다 담제라동어 두순시베 겨와 탐제게 영어가는 초동 아파트에 나긴 기회 자원 대경장 상보 주제라고 ngoriki 다네 제베되제 교반나 데바 탐제단에 제사대 영어서 나왔다 예대도는 대화증이 신대라도 대손에는 물론 대다야 탐제 말로도 교바 대다 말로 다교 요소 지den지스 심제 편버기 야외경고 사전 나와대 빼면 담바신도 되게 나왔다 이게 왜 무슨 롱대바야 다기 대토쇼 대nen다기 롱된 랍토네 뚜바몽고 자와자기 로요도 비조조는 소야 심제남라 펜바망부기 상보집에 몰럼 따바이 개와 중세다기 제사와 대nen데 몰럼 개와나 기지지기 탐지 조어쇼 상보접어 요소 ng어발레 선엄타이 탐박 강dob디 도와동을 추 정원남 에바메베 내럽토르쇼 몰럼 개부디다 초기소 타이도 콜라 펜지제 군도 상베겐비 흉주데 예손에 나마르 동바라이쇼 오 가레라베 고르벤징안소 베단데와 말륜종웨 진레즈완 딘징갸소 소 샤베세데 바도 땡겨지 오에든
단지 된 감손 전반 단대바 예비 신도 세와 댄진 변호 신도 템바에 땜바 유리네 베다시 오이 자교 라마 남게 자시쇼 예다만 하고 남게 자시 마다 칸조 남게 자시쇼 회경 소마 남게 자시쇼 오몬두루두루 자야 목에서 옴두루두루 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 자야 목에서 하 올라서 터지체